अहिले चाहिँ हामी माथि जाँदैछौँ। माथि खेल्ने ठाउँ पनि छ क्या। भिडियो चाहिँ उता भनेको त नाइ अरे तपाईँले सिद्धै हुन्छ दुर्पिनले पर केवल चढेर यो डाँडामा आएर फोटो खिच्ने कार्यक्रम सकेपछि फेरि धेरै स्नोहरू छ क्या। कत्रो उकालो रहेछ। टुरिस्टहरू अमेरिकन चाहिँ अड्डा हेलो हाउ आर यु आई एम फाइन। कहाँ जाँदैछौ अहिले? कहाँ छौ अहिले? अब हामी त यहाँ के पो भन्छौ केबल कारबाट घुमेर यहाँ आएको थियौँ। अन्त हामी चाहिँ यहाँ आएको छौँ। बाबाहरू यहाँ खाना खानु पाइँदैन अरे उताबाट ल्याएको। धेरै जाडो पनि रहेछ है। आउनुभयो भने जाडो याममा चाहिँ अलिक यहाँ यस्तोहरू गर्नु पाइन्छ अरे क्या। हेलिप्याड पनि रहेछ। हामी यो जिप लाइनबाट घुमेर आएको खेल्ने ठाउँ हुन्छ। माथि पुगेर देखाउँछु तपाईँलाई। अहिले चाहिँ यहाँ हुने पनि रहेछ। मैले चाहिँ अफ गरेको थिएँ तपाईँलाई देखाउनुलाई। यहाँ हेलिप्याडहरू यो ठाउँहरू छ। स्विमिङ पुल पनि रहेछ। म तपाईँहरूलाई माथि पुगेर देखाउँछु पेन्साको। कहीँ हामी चाहिँ माथि पुग्छौँ। यहाँ के हो यो जिप लाइनहरू होला। साइक्लिङ पनि रहेछ। म त्यस्तो घुम्छ क्या साइकल गर्दा। जिप लाइन हो थाहा छ। अनि यहाँ सर्कल साइक्लिङ पनि छ। यहाँ साइक्लिङ यस्तरी यहाँ बस्ने होइन, यस्तरी साइकल घुमाउनुपर्छ, कुदाउनुपर्छ अनि त्यहाँपछि यस्तरी हालिन्छ। आम्मा तालै ताला छ त यहाँ त। यो त साइकल हो। यस्तरी साइकल पाइडल लाउनुपर्छ होइन, अनि यस्तरी साइकल यस्तरी घुम्छ क्या। अहिले लक छ यहाँ त। आम्मामा तालाहरू गए छैन। यति धेरै तपाईँहरू पनि घुम्न आउनु सक्नुहुन्छ। चिताहरू गाइज चिता आम्मामा फेरि यहाँ ताला त बन्ची जम्पिङ पनि छ रहेछ। जिप लाइन माथि टपमा उता मुनि खेल्नु ठाउँ छ। थाक्यौँ यार। यता जाऊँ पापा, डैड
यता जाम मुनिपट्टि यता खेल्ने ठाउँहरू छ खेल्ने ठाउँमा जाँदैछौँ गार्डहरू केही उयो पऱ्यो भने गराउँछ क्या क्लाइम्बिङ पनि छ अनि ग्राउन्ड रहेछ अनि खेलिरहेछ पापा पापा यहाँ प्लेग्राउन्ड छ ए यहाँ मुनि रहेछ नि त ए रुक्नु म पनि आउँदैछु प्लेग्राउन्डमा प्लेग्राउन्ड रहेछ नि त यो त ठुलो प्लेग्राउन्ड के यहाँ खेल्ने ठाउँ हो क्या बच्चाहरूको जुर मैले रुबिक्स क्युब पनि लिएको छु नि पुरै सल्भ गरेर आमा यहाँ पो रहेछ सिडी त गाइजहरू सिडी कत्रो ठुल्ठुलो छ अब तपाईँहरूलाई गाह्रो होला भिडियो हेर्नुलाई तर यहाँ यस्तो उल्टङ पाल्टङहरू ठाउँ छ ए ग्राउन्ड छ त फुटबल खेल्नु पनि हुन्छ होला अरे भिडियो अफ भएर यसो यहाँ खेल्ने ठाउँहरू छ बस्नु पर्यो त्यति नक्ली हो तर राम्रो छ गाइस म चढिसकेँ त मजा आएन अर्कोमा जानु पर्यो डाइनोसरमा पनि मजा नै आएन त काका क्लाइम्बिङ गरेर भित्र यस्तो यस्तो दुलोडा चिरा यस्तै मुख निकाल्नु पाइन्छ क्या गाइस तपाईँलाई त होला क्लाइम्बिङ पनि छ त मुनि खेल्ने ठाउँ छ गार्डहरू जिपलाइन के होला भित्र यहाँ टेन्ट हाउस यो पनि चिप्लेटी रहेछ सानो गेट यहाँ मुनि रहेछ नि त खेल्ने ठाउँ त मुनि पनि जाइन्छ धेरै ठुलो भ्लग गयो होला आजको लागि चाहिँ यति नै अब भरेतिर भेटौँला बाई।